लक्ष्मी क्रिएसन युट्युब च्यानलमा सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ। सम्पूर्ण एकदमै प्रिय दर्शकबिनहरूलाई धेरै धेरै स्वागत छ। आज चाहिँ मैले तपाईँ सबैले चिन्नु भइराखेको, सबैले म्युजिक भिडियोमा देख्नु भएको, टिभीमा देखिरहनु भएको होइन, सिरियलमा पनि अहिले पछिल्लो समयमा प्लस मुभीमा पनि देखिरहनु भएको र हजुरहरूले एकदमै धेरै रुचाउनु भएको पछिल्लो समयको एकदमै व्यस्त आर्टिस्ट हुनुहुन्छ, कलाकार। मैले चाहिँ कलाकार भनेर चिन्छु किन भन्दाखेरि सम्पूर्णमा पोख्त भएको कारणले गर्दाखेरि। विशेष गरेर एक्टर हाम्रो कलाकार विजय केसी हुनुहुन्छ। धेरै धेरै स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। नमस्कार भाइ भूपेन्द्र फुलामी, साथसाथै लक्ष्मी क्रिएसन्स स्पेसल च्यानललाई धेरै धेरै धन्यवाद यो माहौल यो बनाइदिएकोमा है। धेरै धेरै धन्यवाद दाइले हामीलाई यस्तो व्यस्त समयको बावजुद पनि टाइम दिनुभयो, त्यसको लागि पनि दाइलाई धेरै धेरै धन्यवाद छ। स्वागत छ कार्यक्रममा। पछिल्लो समयमा जस एकदम व्यस्त देख्छु मैले दाइलाई चाहिँ। अलिक कसरी दिनहरू चलिरहेको छ पछिल्लो समय विशेष गरेर चाहिँ? ठिक छ, अब दिनहरू त राम्रै छ भनौँ। अब कामहरू पनि आफ्नो पनि पर्सनल कामहरू पनि गरिरहेको छु होइन। साथसाथै अब जति पनि काम आइरहेछ हाम्रो यो मिडियासँग सम्बन्धित होइन, एज अ म्युजिक भिडियो, एज अ सिरिजको कामहरू भयो होइन, लगायत सम्पूर्ण कामहरू अरू पनि कामहरू जति आएको छ सबै म्यानेज गरेर गरिरहेको छु। अहिलेको दिन यसरी नै चलिरहेको छ। खास दाइले टाइम अलिकता कम छ भन्दै हुनुहुन्थ्यो मसँग, तर मैले दाइलाई सोध्नुपर्ने कुराहरू पनि धेरै नै छ। त्यही भएर सक्रमा प्रश्नतिर नै लाग्छु। पछिल्लो समयमा चाहिँ दाइले अहिले सिरियलतिर पनि लागिरहनु भएको छ, जुन बिहानकै टिभीबाट आइरहेको छ अहिले। मैले त्यो हेरेँ, त्यो हेरिसकेपछि त्यो कथा परिवारको त्यो सिरियल त्यो एक भाग हेरिसकेपछि चाहिँ यसको टिमसँग चाहिँ एकचोटि कुरा गर्नु पऱ्यो मिलाएर भनेको। एकचोटि टिमलाई नै राखेर कुरा गर्ने पनि मेरो ठुलो धोको छ दाइहरूको एउटा टिमलाई नै होइन। त्यसमा भेटाएन, जस एक्लै छोपी भए पनि लिइरहेको छु, बुझिरहेको छु होइन। जुन कथालाई लिएर तपाईँहरूले जुन उठाउनु भएको छ, जुन अहिले त्यो समाजमा प्रत्यक्ष घटिरहेकै घटना देखिन्छ, अनि त्यो घटिरहेकै घटनाहरूलाई उठाएर अब त्यसलाई बिस्तारै जाँदै गर्दाखेरि जुन कसरी त्यो धारमा कुन धारमा त्यही धारमै बगिरहन्छ कि एकहोरो, मतलब भोलिमा त्यो केही कथाहरूमा चेन्ज हुनसक्छ। पनि यस्तो हो, कथा परिवारको टाइटल भन्ने बित्तिकै यसले धेरै कुराहरू समेट्यो होइन। एउटा परिवारभित्र भनौँ न होइन, एउटा परिवारमा को हुन्छ भन्दाखेरि परिवारमा जो पनि हुनसक्छ होइन। फ्यामिलीमा भनेपछि बाउ आमा छोरा छोरी बुहारी होइन, लगायत अब समयको माग अनुसार समयले चाहेपछि अझ पनि फ्यामिलीहरू प्लस हुँदै जान्छ होइन, र कतिपय ठाउँमा माइनस पनि हुनसक्छ होइन। र त्यो भनेको यथार्थ चित्र हो। त्यसै कुरालाई नै खासमा हामीले देखाउन खोजेको, र यो भनेको हामीले अलिकति फरक धारले कसरी सोचेको अथवा टिमले कसरी भनौँ न यो कुरालाई लिड गरिराखेको छ भन्दाखेरि अलिक फरक सोचौँ न होइन। किनभने हामीभित्र त धेरै कथाहरू छ नि त, धेरै रियालिटी कुराहरू छ नि त। यो कथा भन्दा पनि रियालिटी वास्तवमा एकदम समाजमा देखिरहेको घटना हो नि त्यो त। एकदम त्यो रियालिटी कुराहरूलाई देखाउँ न, एउटा चित्रण, एउटा भनौँ न एउटा पर्दाको माध्यमबाट देखाउने भन्ने हाम्रो डाइरेक्टर लगायत सम्पूर्ण हाम्रो टिम होइन, हाम्रो प्रोडक्सन टिमहरू भयो होइन। आज हाम्रो स्पेसल यसमा मैले नाम छुटाउन चाहिँ मिल्दैन होइन। अब हाम्रो नरेन्द्र धामी डाइरेक्टर सर हुनुहुन्छ, उहाँदेखि लगायत हाम्रो कृष्ण भट्टराई हुनुहुन्छ, जुन हाम्रो पर्दा पछाडि बसेर उहाँले धेरै ठुलो रोल गर्नुभएको छ। उहाँको धेरै त्याग तपस्या मेहनत पनि छ, र स्पेसल कृपा प्रोडक्सन हो हाम्रो यसमा चाहिँ स्पोन्सर भनौँ होइन। त्यसै कारणले गर्दाखेरि मैले हाम्रो टिम लगायत टिमको सम्पूर्ण मेम्बर लगायत उहाँलाई पनि म सम्झिन चाहेँ यो च्यानलको माध्यमबाट। एकदमै कृष्ण भट्टराई दाइलाई चाहिँ मैले पनि सम्झेँ। दाइ कता हुनुहुन्छ, भेटघाट नभएको धेरै भयो, बोलचाल नभएको पनि धेरै भयो। कन्ट्याक्टमा आउनु होला, कहिलेकाहीँ बस्नुपर्छ एकदम भन्दै धेरै धेरै तपाईँहरूले जुन त्यो सिरियलमा जुन मैले बुझ्न खोजेको खास कुरा के हो भने त्यो जुन अर्कै कुरा त आइ नै सकेको छ होइन, त्यो परिवारकै ड्रामालाई देखाउन खोज्नु भएको छ। जुन समाजमा घटिरहेको घटना पछिल्लो समयमा त एकदम म्याक्सिमम् घटिरहेकै घटना हो होइन। पछि त्यो घटनालाई जुन उठाइरहँदाखेरि पछि गएर जस्तै यसमा तपाईँले अघि पनि भनिहाल्नुभयो, मेम्बरहरू प्लस पनि हुनसक्छन्, घट्न पनि सक्छन् भने घट्ने जति घटेर जान्छन् घट्ने भन्दा धेरै त प्लस नै हुन्छन् होइन। हुँदै जाँदा त प्लस नै हुन्छन् होला। मलाई त्यो एक भाग हेरिरहँदा पनि जुन मेरो मनमा खड्किरहेको कुरा चाहिँ, मैले बुझ्न खोजेको कुरा चाहिँ पछि यसको टोटल यो
ननस्टप यो अगाडि चाहिँ यो फ्यामिलीकै कथाहरू गइरहन्छ कि मतलब कुनै धार चेन्ज पनि हुनसक्छ बिचमा गएर? होइन, यस्तो छ, हाम्रो धार चाहिँ चेन्ज गर्न सक्नु मिल्दैन, किनभने टाइटल नै कथा परिवारको भएपछि हामीले जे भए पनि जस्तो सन्दर्भमा भए पनि हाम्रो परिवारभित्र कथा हुन्छ। तर त्यसको अर्थ यो होइन कि हामी एउटा घरभित्र लिमिट बस्ने अथवा एउटा घरको फ्यामिलीमा मेम्बरसँग मात्र लिमिट बस्ने भन्ने चाहिँ हुँदैन होइन। योसँग कनेक्सन भएको सम्पूर्ण हामीले चाहिने एउटा भनौँ न स्कोप दायरातिर पनि हामीले टच गर्दै यो कुरालाई लैजानेछ। तर हाम्रो ओभरअल प्याकेज, ओभरअल तपाईँको कथाको जिस्ट थिम भनेकै एउटा भनौँ न एउटा पारिवारिक एकदमै हजुर। त्यो पनि अहिले हाम्रो लेटेस्ट मोडर्नाइजेसनको जुन भनौँ न होइन, अब अहिले लेटेस्ट मोडर्न सोसाइटीमा जुन तरिकाको एउटा घटनाहरू घटिराखेको छ, तर त्यो वास्तवमा कसैलाई थाहा नै छैन होइन। त्यस्तो कुराहरूलाई हामीले चित्रण गर्नु खोजेर खासमा चाहिँ कथाको माध्यमबाट। ठिक छ, सबै कुराहरू यहीँबाट सबै कुराहरू खोल्दै गयो भने फेरि पछि सिरिज होला भन्ने डर पनि हुन्छ। त्यही भएर हेर्नुपर्छ। हरेक साँझ शुक्रबारको साँझ राति 9 बजे भिएनके टिभीबाट चाहिँ कथा परिवारको आइरहेको छ। सबैले माया गरिदिनु होला, यसलाई चाहिँ सबैले हेरिदिनु होला। एकदमै राम्रो छ। तपाईँहरू हाम्रो समाजमै देखिरहेको हामीले घटिरहेको घटनालाई त्यसमा पर्दाबाट होइन जुन एक्टको माध्यमबाट चाहिँ यस भिएनके कृपा प्रोडक्सनले चाहिँ गरेको कार्यबाट होइन हाम्रो एक्टरहरूले कलाकारहरूले देखाइरहनु भएको छ। त्यसलाई चाहिँ माया गरिदिनु होला सबैले। तपाईँले कलाकार यथार्थ चित्रण समाजकोलाई चाहिँ यसरी गर्दो रहेछन् भनेर त्योबाट चाहिँ छर्लङ्ग हेर्न पाइन्छ। एकदमै देखिरहेको घटना हो। धेरै धेरै स्वागत छ। मैले चाहिँ यस्तो भइरहे मैले चाहिँ थुप्रै सिरियलहरू आएको देखेँ। सिरियलहरू चाहिँ प्रायः जसो पौराणिक कथामा चाहिँ त्यसले लिएर अलिकता पुरानो कथाहरू कि जुन हुन्छ नि गाउँबेसीको कुराहरूलाई लिएर निकाल्ने, अनि जस छोरालाई बिहे गरेर लिएर आयो, बुहारीले राम्रो गर्न सकेन भने बुहारीलाई हेप्ने सासूले भने त्यो प्रचलन भनेको चाहिँ पुरानो प्रचलन हो कि वास्तवमा होइन। तर तपाईँहरूले जुन धार उठाउनु भएको छ त्यो एकदमै नयाँ र एकदमै सेन्सिटिभ कुरा पनि छ त्यसमा होइन। धेरै सेन्सिटिभ कुरा छ। त जुन पछिल्लो समयमा तपाईँहरूले जुन उठाउनु भएको छ कथा परिवारकोमा, त्यो चाहिँ यथार्थ चित्रण छ। जुन पछिल्लो समयमा घटिरहेको घटना, अहिले फिलहाल चलिरहेको घटनालाई चाहिँ हेर्न पाइन्छ त्यसमा चाहिँ। म अडियन्सलाई पनि भन्न चाहेँ होइन, मलाई के लाग्छ, एउटा चाहिँ म हजुरहरूलाई कम्प्लिमेन्ट के गर्न चाहन्छु भन्दाखेरि, जसले पनि यो फ्यामिलीमा जुन पनि परिवारको मेम्बरले हेर्नुहुनेछ उहाँलाई लाग्नेछ कुनै न कुनै माध्यमबाट सम्पूर्ण स्टोरीहरू त एउटै घरको बेसिसमा चाहिँ कहिले पनि, तर जो हरेक घरमा यो लाग्छ कि कता न कता हामीले देखेको सुनेको घटना जस्तै नै यथार्थ कुरा बुझेरै बनाइराखेको जस्तो चाहिँ लाग्छ। यो चाहिँ म एकदमै 100% ठुकै गरेर दिन सकिन्छ। किन भन्दाखेरि त्यो एक भाग हेर्दाखेरि नै थाहा भइसक्यो मलाई होइन। किन भन्दाखेरि हामीले देखिराखेकै घटना सुनिराखेकै घटनाहरू नै त्यहाँ उत्रिरहेको छ। त्यो पनि पछिल्लो समयको लेटेस्ट घटनाहरूलाई चाहिँ बेसी उठाउनु खोज्नु भएको छ। त्यसको लागि धेरै धेरै बधाई छ दाइहरूलाई। अनि पछिल्लो समयमा चाहिँ अनि म्युजिक भिडियोमा त व्यस्त नै हुनुहुन्छ दाइ, देखिरहेकै हो। प्लस मुभीको काम चाहिँ के भइरहेको छ? पहिलाकै मुभीहरू पनि चलिरहेकै हो दाइहरूको? यस्तो छ, अब यथार्थ भन्दाखेरि अहिले मुभीको काम चाहिँ अहिले समयमा हामीले गरेकै छैन र स्पेसली मैले गरेको छैन। किनभने सबैभन्दा ठुलो कुरा टाइम हो होइन। मुभी भनेको यस्तो काम हो जहाँ लाइक तपाईँको एउटा मिनिमम एउटा प्रोजेक्ट कम्प्लिट गर्नको लागि पनि 1 month to लाइक 35 days होइन लाग्छ, मिनिमम लाग्छ होइन। त्यसदेखि बाहेक अरू प्रमोसनका कुराहरू आउँछ होइन, डेस्क वर्क हुने बेलाका कुराहरू आउँछ। यसले गर्दाखेरि धेरै टाइम इन्भेस्टमेन्ट गर्नुपर्ने र त्यो टाइममा त अब मैले मेरो आफ्नो ब्याकअप जिम्मेवारी धेरै छन्, आफ्नो लाइफ छ होइन, आफ्नो पनि धेरै कुराहरू छन् भनौँ न होइन। त्यही भएर अब त्यो पनि काम गर्ने हो, तर त्यसको लागि कुनै एउटा यस्तो समय आओस् होइन जुन समयमा ल है अब चाहिँ मैले गर्नुपर्छ भन्ने एउटा भनौँ न त्यो परिपाटीहरू त्यो इन्भाइरोमेन्ट मिल्यो भने देन म अवश्य गर्नेछु। तर अहिले फिलहाल यो समयमा चाहिँ सोचेको चाहिँ छैन त्यतातिर। प्रायः कुरा चलिरहने कुरा चाहिँ विजयको फेरि नेक्स्ट मुभी कहिले आउँछ, हरेक तपाईँहरूलाई इन्टरभ्यूमा प्रायः सोध्ने क्वेसन पनि यही नै होला प्रायः जहाँ भने मुभी कहिले आउँछ, मुभी कहिले, त्यही नै हुन्छ। म्युजिक भिडियो धेरै भइसक्यो, धेरै खेल्नु, अरू कामहरू धेरै गर्नु, अब मुभी कहिले गर्ने भन्ने गर्नुभयो एउटा, तर अब नेक्स्ट कहिले आउँछ कहिले आउँछ भन्ने टाइपको सबैले त्यही नै हुन्छ नि। किन भन्दाखेरि
मेन जुन मुभी हेरिसकेको मान्छेको टार्गेट होइन पब्लिकलाई पनि के हुँदो रहेछ भने उसको चाहिँ फिल्मै हेर्न पायो हुन्थ्यो भने उनीहरूको पनि टार्गेट त्यही नै हुँदो रहेछ पब्लिकको टार्गेट पनि उसको चाहिँ फेरि अर्को फिल्म हेर्न पायो हुन्थ्यो अर्को मुभी हेर्न पायो हुन्थ्यो भने तर हामीले भिडियो त प्राय हप्तामा रिलिज भइरहेको हुन्छ अहिलेको सिरिज चाहिँ मुभीभन्दा कम छैन तर मलाई बुझ्न मन लाग्यो दाइसँग मुभी खेल्न भन्दा मुभीमा एक्ट गर्नुभन्दा म्युजिक भिडियोमा एक्ट गर्न भन्दा सिरियलमा एक्ट गर्न सजिलो हो होइन यस्तो हुन्छ कलाकारले कला देखाउने हो र कलालाई हुन्छ नि एउटा स्क्रिप्ट हरेक कुराको स्क्रिप्ट हुन्छ एउटा स्क्रिप्ट लाइन हुन्छ होइन एउटा भनौँ न स्क्रिप्टको दायरा हुन्छ त्यहाँभित्र बसेर काम गर्ने हो यति हो कि ठुलो पर्दामा एउटा 2 आवरदेखि 3 आवरको बिचमा एउटा हामीले सारा भनौँ न एउटा स्टोरी स्टार्ट गरेर इन्डिङ गर्नुपर्ने हुन्छ भन्दाखेरि म्युजिक भिडियोमा भनेको एउटा सर्ट एन्ड एउटा स्टोरी उठाएर हामीले 5 मिनटभित्र 5 मिनटभित्र हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ र अब यो सिरिज भनेको निरन्तर जान्छ एउटा समयको डिमान्ड माग अनुसार परिस्थिति अनुसार होइन त्यही त मेरो विचारमा चाहिँ दाइको थोरै कुरा काटेँ मेरो विचारमा के लाग्छ भनेपछि लेखन निर्देशन गर्न चाहिँ सिरियल चाहिँ गाह्रो हुन्छ होला जस्तो किन भन्दाखेरि मुभीको लागि वर्ष दिन लगायो लेख्यो एउटा टक्क स्क्रिप्ट रेडी बनायो त्यो अनुसार काम गरिन्छ नि त तर सिरियल गर्दा चाहिँ टक्क आज 1 भाग लेख्यो होइन फेरि अब 1 भाग कसरी गइरहेको छ फेरि 2 भाग त्यसै गर्दै अझ धेरै भाग पुर्याउनु त त्यो झन् गाह्रो हुन्छ त्यसमा झन् तपाईँको दर्शकको कस्तो भयो अब रिभ्यू कस्तो आयो होइन अब यो लाइनमा जाँदाखेरि त्यति धेरै इन्ट्रेस्टिङ भएको छैन भन्ने स्टोरीलाई अलिक ट्विस्ट गर्दै ल्याउनुपर्छ होइन आर्टिस्टको पर्फर्मेन्समा अलिकति ल्याग देखेछ भने कसरी त्यसलाई अप डाउन गर्ने कुराहरू हुन्छ होइन कसरी इन गर्ने सपोर्टिङ आर्टिस्ट भन्दाखेरि डेफिनेटली हाम्रो यो कुरा त हाम्रो नरेन सर हाम्रो डाइरेक्टर सर उहाँलाई बिचरा कति गाह्रो भइरह होला उहाँलाई हामीलाई सजिलो हुन्छ हामीलाई त एउटा उहाँले ल रेडी भयो ल है भनेर पठाइदिनुहुन्छ देन हामी त्यो स्क्रिप्टलाई फलो गर्छौँ होइन तर उहाँलाई सो मैले भन्न खोजेँ के भन्दाखेरि एउटा कलाकारलाई जहाँ पनि आफ्नो चाहिने कला देखाउने एउटा स्क्रिप्टको माध्यमबाट होइन एउटा क्यारेक्टर निभाउने त्यसै कारणले हरेक भनौँ न हरेक ठाउँमा चाहे सिरियल होस् चाहे तपाईँको सिरिज होस् मुभी होस् म्युजिक भिडियो कुनै पनि फरक चाहिँ हुँदैन जहाँ भए पनि एउटा आफ्नो बेस्ट कला देखाउने हो होइन क्यारेक्टर निभाउने हो जस्तो लाग्छ है मलाई चाहिँ यता गर्दा स्क्रिप्टमा चाहिँ डिस्कस त हुन्छ होला नि त कहिले स्क्रिप्टमा हुन्छ हाम्रो उहाँले डाइरेक्टर सरले लेखेर पठाउनुहुन्छ स्क्रिप्टहरू होइन ल अबको स्याटरडे यो स्क्रिप्ट छ है भन्नुहुन्छ होइन देन त्यो स्क्रिप्टमा बसेर आफूले पनि अब कसरी निभाउनु होला भन्ने केही कुराहरूलाई एनालाइसिस गर्छौँ होइन आफ्नो सम्पूर्ण भनौँ न मेन्टली फिजिकली तरिकाले अब कसरी यो कुरालाई हामीले चाहिँ एडप्ट गर्न सक्छौँ भन्ने कुराहरूलाई एक्सेप्ट गरेर देन हामी फिल्डमा उत्रिन्छौँ पछिल्लो समय म्युजिक भिडियो त धेरै नै भयो दाइको होइन एकदमै म्याक्सिमम नै भयो भनेपछि म्युजिक भिडियोले त एउटा चाम नै लगाइदिनु भयो एक समयदेखि अहिलेसम्म नै त्यो स्तर घटेको छैन म्युजिक भिडियो त्यसरी आइरहेको छ अनि त्यसको बिचमा पनि सिरियल पनि भइरहेको छ अनि उता आफ्नो दाइको प्रोफेसन पनि छुट्टै छ क्या फेरि होइन इन्जिनियर हुनुहुन्छ अनि सबैतिर म्यानेज गर्न चाहिँ कसरी भ्याउनु भएको छ भने यस्तो हुन्छ लाइक मलाई लाग्छ म मात्रै होइन यो धरतीमा जन्मिसकेपछि हरेक व्यक्तिलाई टाइम भनेको 24 आवर हाम्रो प्रधानमन्त्रीज्यू केपी ओलीलाई पनि 24 आवर हो होइन एज अ मलाई पनि 24 आवर हो होइन मलाई लाग्छ आम जोसुकै भनौँ न जुनसुकै सेक्टरको मान्छे होस् जोसुकै होस् उसलाई 24 आवर नै हो र यी 24 आवरभित्र नै आफ्नो प्यासन आफ्नो लाइक प्रोफेसनका कुराहरू भयो होइन आफ्नो पारिवारिक कुराहरू भयो आफ्नो व्यक्तिगत कुराहरू भयो होइन र आफ्नो इन्टरटेनमेन्टका कुराहरू भयो सम्पूर्ण कुराहरूलाई म्यानेज गर्ने हो होइन सबभन्दा ठुलो कुरा भनेको म्यानेजिङ स्किल हुनुपर्छ देन अभियसली म्यानेज हुन्छ त्यसरी मैले पनि त्यसरी नै आश्रम गरिरहेको छु मैले नरेन्द्र धामी डाइरेक्टर साहबलाई सोद्धाखेरि चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो एकचोटि होइन कहिलेकाहीँ रमाइलो गर्न मन लाग्दैन भने म रमाइलो स्क्रिप्टमा मैले रमाइलो गरिरहेको हुन्छु लेखन के छ त्यो एकदमै सही हो नि रमाइलो वास्तवमै हो क्या अब मान्छे मलाई भन्छ क्या तपाईँ अलमोस्ट तपाईँ आफ्नो के अरे पर्सनल भनौँ न होइन अफिसियल कुराहरूमा पनि ओल्ड एज बिजी हुनुहुन्छ अनि तपाईँ ब्याक टु ब्याक तपाईँको सुटहरू आइरहेको हुन्छ सुटहरू भइरहेको हुन्छ ब्याक टु ब्याक प्रोजेक्टहरू रिलिज भइरहेछ सो सबैजना मलाई देख्नु मैले भने टाइम हो होइन राम्रो गर्छु भन्ने मान्छेको लागि एक दिन पनि धेरै ठुलो हुँदो रहेछ क्या होइन त्यो पनि हो किन भन्दाखेरि हरेक टाइममा चाहिँ मलाई चाहिँ के लाग्छ भने चाहिँ ड्राइभरसँग बस्दाखेरि चाहिँ कहिले पनि बाहिर चाहिँ यसरी बसेर रमाइलो कुराकानी गरौँ ल साथीभाइ भेट भयो आज त्यो भन्ने भन्दा पनि बरु सुटिङमै रमाइलो गर्ने कति रमाइलो गर्ने होइन त्यो चाहिँ हुने बाहिर त्यति सुटिङमा रमाइलो त हामी प्रसङ्गबाटै भेट्ने होइन प्रसङ्गबाटै भेट्ने त्यही बरु काम पनि होस् रमाइलो पनि होस् रमाइलो होस् त्यो पनि एक्ज्याक्टली राम्रो एकदमै राम्रो कुरा होइन टाइम म्यानेजमेन्ट
चाहिँ त्यसरी गर्नु पर्दछ भने पछिल्लो समय सिक्दैछु अलिअलि। पछिल्लो समयमा जुन तपाईँले काम गरिरहनु भएको छ, काम त अहिलेको समयमा त भ्याइ नभ्याइ जस्तो नै छ तपाईँको लागि त होइन, किनभने म्युजिक भिडियो त ओहिरो नै लागेर जस्तो आइरहेको छ होइन, त्यो हप्तैपछि म्युजिक भिडियो यसरी रिलिज भइरहेको छ होइन, त्यसमा पनि भनेपछि आइरहेको काम पनि कुनै छोड्नु भएको छैन अहिलेसम्म। होइन यस्तो हुन्छ, अब आउने काम भनेको टोटली नयाँ भनौँ न नयाँ टिमले चाहिँ गर्दैन, प्रायः गरी आफ्नै सर्कल अथवा कहीँ न कहीँ कुनै न कुनै माध्यमबाट चिनेकै हुन्छ, कुनै न कुनै माध्यमबाट होइन। त्यस्तो चिनेको त इन्डस्ट्रीमा नचिनेको मान्छे कोही पनि नहोला नि त्यो पनि हो होइन, चिनेकै हुन्छ। र त्यो क्रममा के हुन्छ भन्दाखेरि मैले सुरुमै उहाँहरूले एप्रोच गर्नुभन्दा अगाडि पनि सर यस्तो यस्तो छ, के छ हजुरको टाइम भन्ने कुरा हुन्छ। देन मैले आफ्नो सेड्युल अनुसार म लाइक अब यो यति समयमा गर्छु होला भने, किनभने उहाँहरूले फेरि मैले मिलाएर चाहिँ नाइ पनि भन्नु न कि अलरेडी उहाँहरू मेन्टालिटी सेटअप गरेर एमा चाहिँ विजयलाई नै राख्नुपर्छ हुन्छ। बरु हामी 1-2 हप्ता तलमाथि गर्छौँ तर हामीलाई चाहिन्छ विजय सर नै चाहिन्छ भनेपछि त विजय केसीलाई प्रोड्युसरले विजय केसीलाई होइन कि विजय केसीले चाहिँ प्रोड्युसरलाई घुमाइरहेको छ भन्ने कुरा बुझ्यो नि त। मेरो टाइममा चाहिँ हुनुपर्छ भन्ने। सरी मैले भनेको छु, मैले चाहिँ भनेको छु। ठिक छ एकदम ठिक हो, किनभने अलमोस्ट काम गर्ने भनेको काम मात्रै होइन, कम्फर्टेबल जोन हो होइन, कम्फर्टेबल हुनुपर्छ, काम स्टार्ट गरेपछि इन्डिङ पनि हुनुपर्छ होइन। द्याट्स वाइ ठिक छ, विश्वास गरिराख्नु भएको छ, पत्याउनु भएको छ, मेरो कलालाई पत्याउनु भएको छ भनौँ न, मलाई पत्याउनु भएको छ, देन काम दिइराख्नु भएको छ, मैले पनि गरिरहेको छु होइन। अब हेरौँ गर्दै जानेछु बस। कहिलेकाहीँ चाहिँ साथीभाइहरू चाहिँ के हुँदो रहेछ भनेपछि यो चाहिँ मेरो गुनासो होइन, यो चाहिँ केही प्रोड्युसरहरूसँग कुरा गर्दाखेरिको गुनासो पनि हो, केही कलाकारहरूकै गुनासो पनि हो, त्यो विजय केसीसँग तिनीहरू विजय केसीसँगको गुनासो पनि हो र विजय दाईलाई कहिले भने पनि होला। कस्तो भनेपछि अब विजय दाई पहिल्यैदेखि खारेर आइरहेको मान्छे, पहिल्यैदेखि एक्टिङ बुझेको मान्छे, धुरन्धर एक्टिङ गर्न सक्ने मान्छे विजय केसी। अनि कहिलेकाहीँ चाहिँ साथीभाइहरूलाई पैसा हुँदैन, पैसा लगानी गर्ने मान्छे हुँदैन, कतै आएर प्रोड्युसर खोजेर आयो, प्रोड्युसरले यो केटी हालिदियो भने त्यो केटी हालिदिनै पर्छ उसले होइन। कता कताबाट कसरी आएका हुन्छन् त्यो कुरातिर नजाउँ होइन, त्यो कुरातिर नजाउँ हालिदिनु। अनि कति कुराहरू चाहिँ कलाकारहरू चाहिँ प्रोड्युसरबाट आउने कुरा चाहिँ के भन्छ, विजय केसीलाई नयाँ एक्टर दिँदाखेरि नयाँ एक्टरले उसले जति दिन सक्दैन, अनि उसले चाहिने भन्दा ओभरै दिन्छ, उसले जति जानेछ त्यति दिन्छ, त्यही भएर पनि त्यो हरेक कुनै कुराहरूमा चाहिँ केटीले त्यति दिन नसक्दाखेरि र एउटाको धुलन्धर देखिँदा अर्काको केही नदेखिँदाखेरि त्यो हिसाबले पनि त्यो हेरिरहने मान्छेलाई चाहिँ खल्लो लाग्दो रहेछ। प्रोजेक्ट लाइक भनौँ न जुन रेन्जमा हाइलाइटेड हुनु पर्ने नभएको अनि एकदम सत्य कुरा, यो चाहिँ एकदम सत्य कुरा गर्नुभयो। धेरै टिमहरूले त्यस्तो नै गर्नुहुन्छ प्रायः गरी। अब भनौँ न अब म त एज अ मेलमा मलाई उहाँहरूले हायर गरिसक्नुहुन्छ होइन, गरेपछि न्यू कमरहरूलाई नै धेरै ल्याउने इन्भाइरोमेन्ट बनाइराख्नुहुन्छ कि उहाँहरूले होइन। र मैले कुनै पनि न्यू कमरहरूलाई मैले फेरि डोमिनेट गरेको त होइन, त्यो डोमिनेट गरेको होइन, तर आफूले जति जान्छ त्यति चाहिँ मैले दिनुपर्छ। एक्ज्याक्टली हो, सोचाइ त जसको पनि हुन्छ। कलाकारले प्रेसर चाहिँ पर्छ वास्तवमा, किनभने एउटा भनौँ न एउटा आर्टिस्टले एउटा राम्रो गरिरहेछ भन्दाखेरि उसले आफूले नगर्दाखेरि भनौँ न डाइरेक्टर पक्षबाट केही कुराहरूलाई अप्स डाउन भइरहेको हुन्छ होइन। अब त्यहाँ टिम हो नि त, एउटा एज अ को आर्टिस्ट मात्रै हुँदैन नि त, डाइरेक्टर हुनुहुन्छ, ब्याकग्राउन्डमा अरू हुनुहुन्छ, हाम्रो अब डान्सिङ गानाहरू छ भने कोरियोग्राफर हुनुहुन्छ होइन, सबै हुनुहुन्छ भन्दाखेरि एउटाले गर्दाखेरि सबलाई टिमलाई नै असर परिरहेको हुन्छ नि त होइन। मलाई चाहिँ के लाग्छ भनेपछि त्यो कुरा गर्दाखेरि चाहिँ होइन, मलाई चाहिँ कस्तो लाग्छ भनेपछि वास्तवमा यो चाहिँ मेरो नितान्त कुरा हो। किन भन्दाखेरि अब न्यू को आर्टिस्टले जस्तो विजयले गऱ्यो भने यसले बिर्सिसकेछ भनेर फेरि पछि नल्याउन् भन्ने डर, अनि त्योभन्दा बढी गरिदिउँ फेरि त्यहाँ इफेक्ट पर्ला भन्ने डर पनि भयो नि त। दुईजनालाई म्यानेज चाहिँ कसरी गर्नु त? तर म चाहिँ म्यानेज गर्छु। मैले चाहिँ कहिले पनि उहाँहरूलाई चाहिँ भनौँ न लाइक भनौँ न उहाँलाई चाहिँ नयाँ हो भनेर अलिकति फर्स्ट टेकमा उहाँहरू आउने बित्तिकै मलाई थाहा भइहाल्छ उहाँहरूले चाहिँ गाह्रो हुन्छ भनेर। देन मैले त्यो सम्पूर्ण कुराहरूलाई मैले बरु डाइरेक्टर सरहरूलाई पनि कोअर्डिनेसन गर्नको लागि रिक्वेस्ट गर्छु। म एज अ आर्टिस्टलाई न्यू कमर जस्तो नै तरिकाले बिहेभ गर्दिनँ होइन। म एकदम इन्भाइरोमेन्ट एउटा फ्यामिली बनाएर उहाँलाई एकदमै मजाले कम्फर्टेबल जोनमा ल्याएर काम गर्छु। र साझा हाम्रो त्यो प्रोजेक्टमा साझा रिभ्यू लिन आउनु होला, उहाँहरू चाहिँ जे होस् भन्नुहुन्छ एकदमै राम्रो टिम लाग्यो, राम्रो लाग्यो। विजय सर पनि अथवा विजय दाई पनि राम्रो मान्छे हुनुहुँदो रहेछ र मजाले कोअर्डिनेसन गर्नुभयो।
म चाहिँ एकदमै लाइक हौसला दिँदै एकदमै कोअर्डिनेसन गरेर लैजान्छु होइन। तर अब डेफिनेटली हो, क्यामेरामा काम गरिसकेपछि आउटपुटमा तलमाथि देखिने त स्वाभाविक हो, स्वाभाविक नै हो। प्लस स्वाभाविक नै भयो। त्यस के भन्नुहुन्छ जति पनि नयाँ आउने आर्टिस्टहरूलाई चाहिँ के सिकेर आउनुपर्छ अब आउँदाखेरि चाहिँ त्यही कुराहरू? अब त्यति धेरै उहाँहरूलाई सुझाव सल्लाह दिने मेरो हैसियत त किन भन्दाखेरि मैले चाहिँ होइन यस्तो छ, मैले चाहिँ दाइलाई चाहिँ किन यो कुराले कसरी सोधिरहेको छु भनेपछि तपाईँ मिस्टर नेपालको रनरअप पनि हो, ट्रेन रनरअप, अनि प्लस तपाईँलाई टेक्निकल फल्टहरू पनि सबै याद हुन्छ। सुटिङमा टेक्निकल फल्टहरू कहाँ लाइट परिरहेछ, कुन ठाउँमा स्याडो देखाइरहेछ, सबै कुराहरू याद हुन्छ। त्यो सबै कुराहरू को नलेज भएको कारणले गर्दा नै के हो त्यो एक्टिङको बारेमा पनि सबै कुरा थाहा भएको भएर चाहिँ मैले सोधिरहेको। ओके, एकदम राम्रो क्वेसन हो। ठिक छ, खासमा चाहिँ कुनै पनि व्यक्ति भनौँ न कुनै पनि सेक्टरमा जाँदाखेरि नट ओन्ली लाइक यो मिडिया इन्डस्ट्रीमा मात्रै भन्दिनँ म, कुनै पनि क्षेत्रमा जाँदाखेरि केही न केही नलेज चाहिँ हुनुपर्छ होइन। नलेज हुनुपर्छ, त्यो नलेज अरूको लागि होइन कि आफ्नो लागि होइन। किनभने तपाईँलाई कसैले कुनै पनि प्रोजेक्टमा लिन्छ भने त्यो टिमले नै तपाईँबाट के एक्सपेक्टेसन गरे हुन्छ, राइट। देन तपाईँलाई सेकेन्ड प्रोजेक्टमा पनि अझ तपाईँ जाँदाखेरि अझ आफ्नो लेभल बढाएर आफ्नो पर्सनालिटीको कुराहरू, आफ्नो एक्टको कुराहरूमा होइन जानुपर्ने हुन्छ। त्यस कारणले केही कुरा सिकेर आउनु भएछ भने तपाईँलाई त हुन्छ टिमलाई नै एडभान्टेज हुन्छ होइन। र तपाईँलाई फेरि पनि इन्डस्ट्रीमा कमब्याक आउनको लागि सजिलो हुन्छ होइन। त्यो सिकेर आउनुहोस्, सजिलो हुन्छ होइन। सबै टिम चाहिँ कम्फर्टेबल हुँदैन होइन, राम्रो हुन्छ। विभिन्न छन् अहिले सिक्नको लागि तपाईँले क्लासेसहरू धाउनु पर्दैन पहिला जस्तो। अब हामीले नौरसहरू सिकेको होइन, हामी एभ्रिडे हामी क्लासेस जानु पर्थ्यो, हामी होइन त्यो नौरसको लागि जानु पर्थ्यो। बिसाइड्स हामी डान्स क्लासेसहरू जान्थ्यौँ, के कुन कुन विधामा डान्स सिक्नुपर्छ के छ होइन। त्यसै गरी हामी वर्कसपमा पनि जान्थ्यौँ होइन। त अहिलेको दिनमा त्यो छैन नि त। अहिलेको दिनमा त तपाईँको विश्व तपाईँको हातमा छ। इट मिन्स लाइक मोबाइल छ होइन, मोबाइलमा जे खोज्नुहुन्छ त्यही पाउनुहुन्छ होइन। सो डोन्ट वेरी, सिक्नुहोस्, तपाईँकै लागि हो होइन। आउनुहोस्, 2-4 दिन 2-4वटा काम गरेर जानुभन्दा पनि दीर्घकालीन हिसाबले आउनुहोस् होइन। एकदमै राम्रो हुन्छ हजुरहरूको लागि। मैले दाइसँग अर्को किन भन्दाखेरि दाइ समय छोटो छ भन्नुभयो, त्यही भएर अलिकति दाइको बिचबिचमा कुरा काटी भए पनि प्रश्न चाहिँ भ्याउनुपर्छ भन्ने लागिरहेको छ कि। अनि अर्को कुरा चाहिँ मलाई दाइसँग बुझ्न मन लागेको छ, तपाईँ प्रोग्रामतिर पनि हिँडिरहनु भएको हुन्छ कहिलेकाहीँ हामी मिलाएर, टाइम मिलाएर, एभ्री टाइम त तपाईँलाई टाइम मिल्दैन, वारी कुराहरू सम्हाल्नु पर्ने हुन्छ, टाइम मिलाएर प्रोग्रामतिर हिँडिरहनु भएको हुन्छ। कहिलेकाहीँ यसो मेला महोत्सवतिर जाँदाखेरि अप्ठ्यारो परेको कुनै सिचुएसन छ कतैतिर? एउटा चाहिँ छ, अब त्यो म ठाउँको नाम पनि भन्दिनँ, म व्यक्तिको नाम पनि भन्दिनँ। तर त्यहाँ चाहिँ अब यस्तो हो, जसले पनि भनौँ न होइन, फ्रन्ट लाइनमा अहिलेको त यो शब्द जुन छ नि, यो एकदमै यसलाई के भन्ने, यसलाई पोजिटिभ भन्ने कि नेगेटिभ, भाइरल भन्ने जुन शब्द छ नि, यही कुराहरूलाई प्रायोरिटी दिने कि वास्तवमा कला र कलाकारलाई नहेरेर भाइरल कन्टेन्टलाई खोज्ने, भाइरल व्यक्तिलाई खोज्ने होइन। एउटा यो गर्दाखेरि बिग्रेको छ। र यही क्रममा एक ठाउँमा महोत्सवमा कुराकानी भयो, अलमोस्ट एग्रिमेन्ट जस्तै पनि भयो होइन। लास्ट टाइममा उहाँहरूले जुन एउटा केही समय अगाडि होइन, धेरै पनि भएको छैन, अराउन्ड लाइक अब 1 इयर्स भनौँ न होइन। अनि त्यसपछि उहाँहरूले चाहिँ के अरे तपाईँ आउनुहोस्, अब आएपछि चाहिँ नि यसरी हामी चाहिँ स्टेजमा लान्छौँ भन्ने कुराहरू भयो। त्यहाँनिर मैले त्यति धेरै फाइनेन्सियल एक्सपेक्टेसन पनि गरेको थिएन, फाइनेन्सियल कुराहरू पनि करिब ब्यालेन्स भइसकेको थियो होइन। अनि सबै कुराहरू भइसकेको थियो। तर कुरा यति आयो कि एउटा हाम्रो पक्ष एउटा कलाकारले चाहने भनेको त्यही त हो, एउटा ठाउँमा जुन इज्जत सम्मान छ नि त्यो मात्र खोजेको त हुन्छ नि त होइन। उहाँले त्यो कुरालाई मलाई ग्यारेन्टी दिन सक्नु भएन कि होइन। नदिएपछि मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि अलिकति इन्सल्टिङ फिल भयो जस्तो भयो कि होइन। त्यसै कारणले मैले त्यो कुरालाई त्यही भएर पनि होला अहिले पछिल्लो समयमा म्याक्सिमम एकदम हिट कलाकारहरू नेपालभित्रको प्रोग्राम हिँड्न चाहिँ एकदम कम होइन। एकदमै हो, वास्तवमै हो। किनभने कलाकारले पैसा मात्र खोजेको पनि हुँदैन कि, त्यहाँ एउटा उसले आफ्नो एउटा भनौँ न एउटा रेस्पेक्ट खोजेको हुन्छ होइन। एउटा कलाकारले त्यो इन्भाइरोमेन्ट खोजेको हुन्छ, त्यति दिए पुग्छ कि उसलाई होइन। अब फाइनेन्सियल भन्ने कुरा त तपाईँ जानुहुन्छ, गएपछि एउटा अगाडि नै केही कुराहरू सम्झौता भइसकेको हुन्छ, त्यो मिलेपछि अरू ठुलो कुरा होइन नि त होइन। तर त्यति पनि नदिँदाखेरि अलिकति चित्त दुख्छ। र त्यो क्रममा मलाई त्यही भएर पछि मैले क्यान्सलै गरेँ, म गएन। त्यहाँ स्टेजमा मलाई बोलाइएको रहेछ, किनभने अलरेडी अनाउन्स भइसकेको थियो होइन। त्यहाँ बिक्री गरिसकेको थियो 1 हप्ता 10 दिन अगाडि नै, अब फलानु दिनमा यो एक्टरहरू आउँदै हुनुहुन्छ भनेर होइन। त्यसपछि त्यहाँ कतिपय मलाई चिन्ने अडियन्सले पर्सनली कल्स पनि गर्नुभयो, मलाई टेक्स्ट पनि गर्नुभयो होइन। दाइ सर तपाईँ आउनुभएको रहेछ होइन, हामी तपाईँ आउनु भएको छ हेर्न आयौँ भनेर। सो त्यसको लागि म अहिले पनि उहाँहरूलाई सरी भन्छु होइन, त्यो अडियन्सहरूलाई होइन। र
अर्गनाइजरले जसले मलाई दिनुभएको थियो, तर केही कुराहरू नमिलेर मन नआएको होइन। यो घटना मेरो लागि जिन्दगीमा अलिकति अविस्मरणीय छ। यस्तो पनि हुन्छ नि त, हरेक कुराहरू तपाईँले भने जस्तै सबै कुराहरू पैसा दिने हो, कलाकारलाई जे गराए पनि हुन्छ भन्ने कुरा पनि हुँदैन होइन। त्यो पनि आफ्नो ठाउँको कुरा भइहाल्यो। अनि प्लस कहिलेकाहीँ चाहिँ धेरै कलाकारहरूले महोत्सव हिँड्दाखेरि प्रोग्राम गरेको पैसा नदिएको भन्ने पनि गुनासो आउँछ। तपाईँलाई कहिले त्यस्तो परेको छ कि? मलाई चाहिँ त्यस्तो चाहिँ परेको छैन होइन। पहिले एग्रिमेन्ट गर्ने पहिले कार्यक्रमको कुनै पनि फर्मेटहरू हामीलाई थाहा भइसकेको हुन्छ, के पर्फर्मेन्स गर्ने त्यो पनि थाहा भइसकेको हुन्छ होइन। त्यो अनुसार उहाँले हायर गरिसक्नु हुन्छ र हामीले टर्म कन्डिसन्स पहिले राखिसकेका हुन्छौँ र केही कुराहरू एडभान्स स्वरूप अगाडि नै हामीले लिइसकेका हुन्छौँ होइन। केही कुराहरू लाइक आफ्टर पर्फर्मेन्स हाम्रो क्लियर हुन्छ भन्ने त्यो अगाडि नै भइसकेको हुन्छ र कतिपय ठाउँमा डाइरेक्ट हामीसित कन्ट्याक्टमा हुन्छ, कतिपय ठाउँमा हाम्रो भनौँ न होइन हाम्रो अब सहकार्य बिचमा मिलाइदिने साथीभाइसँग अथवा उहाँहरू त्यो स्टाफसँग मात्रै हुन्छ होइन। त्यसै कारणले अहिलेसम्म म चाहिँ त्यस्तोमा परेको चाहिँ छैन। तर धेरै कलाकारहरूको एउटा एकजना कलाकारको चाहिँ एउटा गुनासो थियो कि तपाईँको भन्दै हुनुहुन्थ्यो कस्तो भनेपछि यहाँबाट चाहिँ प्रोग्रामको लागि भनेर लगेर अनि बिहेमा चाहिँ गीत गाउन लगाइदिन्छन् अरे कि। अनि प्रोग्राम भोलि थियो अरे, अघिल्लो दिन चाहिँ बिहे रहेछ, ल बिहेमा नि गीत गाइदिनु पऱ्यो भने अनि बिहेमा गीत गाइदिनु पर्छ भने ल म बिहेमा गीत गाइदिन्छु, तर मलाई भोलि प्रोग्राममा जति पैसा दिने आज पनि त्यति नै पैसा पहिला दिनुहोस् अनि गीत गाइदिन्छु म। एकदम त्यो पनि इन्सिडेन्ट भनेको त्यो प्रोग्रामको लागि भनेर लगेर आफ्नो दाइको भाइको बिहेमा लगेर गीत गाउन लगाउनु भनेर त्यो ठुलो इन्सल्ट हो नि त। त्यो गलत हो, त्यस्तो गर्न चाहिँ हुँदैन। किनभने जे कुराको लागि लको हो, किनभने ऊ त कलाकार भएर पो लको हो नि त, आम पब्लिक भएर त लको होइन होइन। मैले भने नि त उसको रोडमा काठमाडौँको रोडमा हिँड्ने बेला इज्जत छैन होला अथवा नहोला है त, उसको अरू तरिकाले नहोला, तर जुन ठाउँको लागि उसलाई त्यही कुरालाई नोटिस गरेर त्यही पपुलारिटी देखेर त लको हो नि त होइन, क्रेज देखेर ल त्यो ठाउँमा उसलाई एउटा इज्जत र रेस्पेक्ट हुनुपर्छ। एउटा कलाकारले चाहने यही नै हो, केही पनि होइन। एकदमै तपाईँको यस्तो घटनाहरू चाहिँ कलाकार विशेष गरेर आर्टिस्टको लाइफमा चाहिँ घटिरहेको हुन्छ नि। कहिलेकाहीँ प्रोग्राममा हिँड्दाखेरि यताउता भयो, कहिलेकाहीँ भयो होइन, हरेक कुराहरू कता त्यो डिसब्यालेन्स भइरहेको हुन्छ नि त कुराहरू नमिलेर। अनि त्यही भएर मैले चाहिँ कुनै पनि कुराहरू गर्दाखेरि चाहे भनौँ न चाहे प्रोजेक्टका कुराहरू भयो या म्युजिक भिडियोका कुराहरू भयो अथवा केही पनि यहाँ होइन जति पनि हामीले काम गर्छौँ म्युजिक भिडियोको सिरिजका कुराहरू भयो होइन, अथवा जति पनि हामी यो मुभीहरूको कुरा गर्छौँ हामीले अगाडि टिमहरू सबै हेरेर सबै कुराहरू बुझेर मात्र म हात हाल्ने गर्छु। म अब पहिलो कुरा त मलाई टाइम पनि त्यति धेरै हुँदैन होइन। अब सबैको गुनासो त्यही हुन्छ मलाई, तपाईँको टाइमै हुँदैन सर भन्ने हुन्छ। अब त्यो पनि टाइम म्यानेज गर्नुपर्छ, टाइम हुँदैन भन्नुहुन्छ होइन। अब 100% टाइम दिँदा पनि कहिलेकाहीँ आफैलाई त्यो घातक पनि हुन्छ, त्यो पनि हो सबै कुराहरू ब्यालेन्स गर्नुपर्छ। हजुर, अब त्यो 100% फुल टाइम दिने पनि दिन आउला नि त, त्यो दिन पनि अनि त्यसपछि चाहिँ 100% दिन पनि मिल्यो फुल टाइम। एकदमै महोत्सवको कुराहरू पनि गरेर चाहिँ रमाइलो पनि हुन्छ महोत्सवमातिर त होइन, मेला महोत्सवतिर त रमाइलो पनि हुन्छ नि त। अनि कस्तो पनि हुन्छ अरे भनेपछि त्यस्तो मेला महोत्सवमा चाहिँ कसैले बोलायो होइन, अनि जस्तै कलाकारहरू गइरहेका छन् नि, धेरै कलाकारहरू गुनासो पनि आउँछ कि कति कलाकारहरू गइरहेको ठाउँमा चाहिँ दिने पेमेन्टमा चाहिँ एकदमै डिस्कस गर्ने, किन भन्दाखेरि यतिमा मिलाउँ भनेर एकदम डिस्कस गर्ने, एग्रिमेन्ट गर्ने बेलामै डिस्कस गर्ने। तर प्रोग्राममा गइसक्यो राति फेरि अर्गनाइजर बसेर लगाउनु लाग्दाखेरि चाहिँ त्यसमा चाहिँ जति भयो नि जबरजस्ती भयो नि खुवाउनु पर्ने भन्ने कुरा नि आउँछ कि। त्यो पनि होला पनि हुन्छ, किनभने अहिले नहुने भन्ने केही छैन, हुन्छ होइन। अब त्यो कस्तो अर्गनाइजर हो होइन, उहाँको अब कस्तो व्यक्तिले त्यो अर्गनाइज गरिरहेको छ, कस्तो व्यक्ति तपाईँसँग कम्युनिकेसनमा आउनु भएको छ होइन, कस्तो व्यक्तिले तपाईँलाई हायर गरिराख्नु भएको छ, लिइराख्नु भएको छ होइन, अथवा तपाईँलाई रिकमेन्डेसन गरिराख्नु भएको छ, त्यो कुराले पनि भर पर्छ। तर सबै त्यस्तो पनि हुँदैन, सबै त्यस्तो नहुने भन्ने पनि छैन, हुन्छ नि, किनभने भोगेकै कुरा हो। धेरै आर्टिस्टहरूले पहिला धेरै भोगेर नै अहिले अलिकति सुध्रेको होला सायद होइन, किनभने धेरै भोगेर नि पहिल्यै अहिले एग्रिमेन्ट नै गर्न थालिसक्यो नि अहिले एग्रिमेन्ट नै गर्न थाल्यो। अनि कतिपय ठाउँमा चाहिँ कस्तो पनि हुन्थ्यो अरे भन्दाखेरि तपाईँको जाने अनि ड्राइभर चाहिँ लिन आउने हो नि त, कलाकारलाई ड्राइभर एयरपोर्टसम्म ड्राइभर लिन आउँदाखेरि चाहिँ मलाई पैसै देख्दैन कस्तो रहेछ कलाकार मात्रै ओसार्ने काम छ, फोकटका कलाकारहरू ओसारिरहेको छन् भनेपछि त्यो त कलाकारहरूलाई सुनाउने होइन नि त एउटा ड्राइभरले। भनेपछि मैले बेकारमा कलाकारहरूलाई बोकिरहेको छु भनेको त एउटा ड्राइभर त्यो भन्ने कुरा पनि मिलेन नि त। कलाकार भनेको त देशको गहना हो, यस हिसाबले ड्राइभरमा त्यति घमण्ड हुन्छ नि, कलाकारमा त झन् घमण्ड होला, उसले चाहिँ बोकेर जानु पर्छ होइन, त्यो कुरा पनि होला। त्यस्तो कुराहरू
कुराहरूमा चाहिँ आजभोलि एकदमै सिन्सियर भएर नै एग्रिमेन्ट गर्न थालिसकेको छ। एकदम त्यो चाहिँ एकदमै राम्रो, सबै कलाकारहरूले त्यो गर्नुपर्छ जस्तो पनि लाग्छ मलाई चाहिँ। टिम बुझ्नुपर्छ, म कहाँ जाँदैछु, म के को लागि जाँदैछु भन्ने कुराहरू 100% बुझेर मात्र त्यो कुरालाई सम्मति दिनुपर्छ होइन। कतिपय कुराहरू तपाईँलाई प्रेसरफुल्ली यो गर्नै पर्छ, यहाँ गर्नै पर्छ भन्ने कुरो हुँदैन होइन। त्यो तपाईँलाई केही अफर आउँछ, केही कुराको तपाईँलाई रिक्वेस्ट गरिन्छ भन्दाखेरि त्यसलाई एनालाइसिस गर्ने काम त तपाईँको हो नि त होइन। तपाईँले त्यो टिमलाई मन पराउनुहुन्छ, त्यो सम्पूर्ण कुराहरू तपाईँको लागि योग्य छ जस्तो लाग्छ र यो मेरो लागि राम्रो छ जस्तो लाग्छ भन्नुहुन्छ भने गर्नुहोस्, नत्र भने त सबै कुराहरू प्रेसरै छैन। प्रेसर पनि छैन, त्यो आफ्नो अधिकारको कुरा गर्नु भने नगर्नु भयो नि त होइन। हजुर, एकदमै रमाइलो कुराकानी भयो विजयसँग चाहिँ, खुसी लागिरहेको छ। गर्नुपर्ने कुराहरू थोरै थोरै, अब धेरै टाइम नलिउँला, थोरै थोरै सकाउँला। अनि जुन तपाईँले धेरै के प्रोग्रामहरू पनि हिँडिरहनु भएको हिसाबले पनि यो प्रश्नहरू चाहिँ मैले तपाईँलाई गरेको। अनि प्लस अब जस मुभीको त्यसो भए अलिकता केही टाइम लाग्ने कुरो आयो अहिलेको लागि। मैले किनभने जुन बेलासम्म मलाई टोटली फ्री हुँदैन तबसम्म मैले मुभीको काम चाहिँ लिन सक्दिनँ। अन्त बिचमा नआएको पनि होइन, आएको थियो होइन, तर त्यसको लागि त्यही हो 35-40 डेज नै टाइम चाहिन्छ। पछिका दिनमा फेरि हिँड्नुपर्ने हुन्छ, प्रमोसनका कुराहरू हुन्छ, धेरै कुराहरू हुन्छ होइन। त्यसको लागि भएर अब अहिलेको लागि मैले यो बिफोर लाइक 1 इयर्स मैले चाहिँ काम लिएको छैन। त्यतातिर काम चाहिँ गरेकै छैन। आयो भने म्युजिक भिडियो चाहिँ म गर्छु, त्यसको लागि पनि मैले प्रोपरली आज भोलि पर्सि भनेर चाहिँ गर्दिनँ होइन। आफ्नो टाइम मिल्दाखेरि चाहिँ एकदमै म पहिल्यै अर्गनाइजर टिमहरूलाई भन्छु अथवा चाहिँ त्यस्तो प्रोजेक्टको टिमहरूलाई भन्छु होइन, क्याप्टेनहरूलाई मसँग यो डे छ, यो डेको लागि गर्ने भयो, इट्स ओके होइन, म गर्छु भन्छु। उहाँहरूले पहिले मेन्टालिटी भएर आउनुहुन्छ। अहिलेसम्म त्यसरी चाहिँ नगर्ने स्थिति भनौँ अथवा चाहिँ मैले गरेको छैन अथवा टिमले चाहिँ विजयले गरेन भन्ने चाहिँ छैन। तर धेरैको गुनासो त कहिलेकाहीँ हुन्छ है, फेरि हुन्छ। अब नयाँ जोडिन आउनेहरूलाई चाहिँ म्याक्सिमम् त्यो प्रब्लम चाहिँ आउँछ होला। नत्र विजय दाइसँग काम गरिरहने मान्छेहरूलाई चाहिँ विजयसँग यो बार चाहिँ टाइम हुन्छ है उसँग भनेर त्यही टाइम मिलाएर यो टाइम जुझ्नु चाहिँ त्यो अलग कुरा होला। जुध्यो भने अलग कुरा छ, तपाईँ मिलाउनुहुन्छ। नत्र भने कहिलेकाहीँ मजाक गर्दै भएको हिसाबले पनि भन्नुहुन्छ, तपाईँ सर तपाईँसँग टाइमै हुँदैन, अनि कहाँबाट हुन्छ त, कसरी गर्ने हो भनेर भन्नुहुन्छ। अनि त्यही भएर हो। तर ठिक छ, त्यो दिन पनि चाँडै आउँछ पनि होइन। आउँछ एकदम। कहिलेकाहीँ चाहिँ विजय दाइसँग चिया खाएर भेटौँ, यसो प्रोजेक्ट बनाएको कुरा गर्नु छ भन्दा पनि चिया खाने टाइम पनि हुन्न कि त्यो हिसाबले एकदम पनि हो। धेरै धेरै शुभकामना छ दाइ होइन। व्यस्त भएको राम्रो, किन भन्दाखेरि टाइम भयो भने मस्तिष्क खाली दिमाग शैतानको घर भन्छन् होइन। मस्तिष्क बिना काममा घुमिरहेको हुन्छ, त्यही भन्दा बिजी भयो भने काममा मात्रै ध्यान भयो नि त, त्यो पनि राम्रो। जस अबको प्लान चाहिँ अरू के कस्तो प्लानहरू छ? अब जस्तै अब सिरियल गरिरहनु भएको छ, अब यसलाई त यसमा हात हालिसकेपछि त तपाईँले मेन क्यारेक्टरमै हुनुहुन्छ त्यहाँ त होइन। अब यसलाई त चट्ट छोड्नु मिल्दैन, काम छ भने पनि। ठिक छ, अब नेक्स्ट प्लानिङ भन्ने राइट नाउ त्यस्तो केही पनि क्लिक गरेको छैन र त्यस्तो केही समयलाई प्लानिङ पनि गरेको छैन। तर त्यही हो, अब म्युजिक भिडियो बिसाइड्स यो हाम्रो लाइक सिरिज बाहेक अरू कामहरूमा म्युजिक भिडियोको कामहरू पाइपलाइनमा बसेको छ होइन। अब त्यो कुरालाई पनि मैले ग्रेजुअली म्यानेज गर्दै गर्नुपर्छ। सिरिजको काम भने अब प्रत्येक हप्ता हुने भन्ने पनि हुँदैन होइन। अब यो हामीले कहिलेकाहीँ सुट गरेर एकैचोटि हामी 2-3 हप्ताको पनि राखेको हुन्छ होइन। त्यो क्रममा त्यो छ। अब कामहरू म्युजिक भिडियोको पाइपलाइनमा आइसकेको छ, धेरै कामहरू छ होइन। त्यसलाई गर्ने निरन्तर गर्नुपर्ने छ। र म प्रायः गरी म्युजिक भिडियो गर्दाखेरि पनि एउटै प्याटर्न भन्दा पनि अलिकति फरक स्टोरी, फरक प्याटर्न भएपछि मलाई मजा लाग्ने भएको हुनाले त्यो तरिकाले म काम गरिरहेको हुन्छु। अब तिज आउनु लाग्छ, तिजको पनि पब्लिकले चाहिँ पब्लिक दर्शक श्रोताहरूले जतिले पनि विजय केसीलाई रुचाउनुहुन्छ र विजय केसीलाई अझै ठुलो पर्दामा हेर्न चाहनुहुन्छ, फेरि ठुलो पर्दामा हेर्न चाहनेहरूलाई चाहिँ कसरी बुझ्नु पऱ्यो भनेपछि म्युजिक भिडियो र सिरिजको कामले गर्दाखेरि अलिकता टाइम नभएर जस मुभी गर्न पाइएको छैन। मुभी हुन्छ, एक दिन पक्कै हुन्छ, पुरेर बस्नु होला भन्न सक्यो। 100% एकदम आउँछ, एक दिन आउनेछ, अवश्य पनि आउनेछ होइन। र गर्नेछौँ। अब गर्दाखेरि मुभीको अफर आयो भन्दैमा गरिहाल्ने होइन। केही कुराहरू सोच्नुपर्छ, केही कुराहरू बुझ्नुपर्छ। किनभने जे छ, जतिले चिन्नु भएको छ, जतिले माया गर्नुभएको छ, यो माया पनि खेर नजाओस्, उहाँहरूको आशालाई चाहिँ निराशामा चेन्ज नहोस् भन्ने हिसाबले पनि काम लिनुपर्ने हुन्छ होइन। त्यही भएर धेरै कुराहरू सोचिरहेको छु। त्यो पनि दिन आउनेछ र म यहाँहरूलाई पक्कै पनि ठुलो पर्दामा पनि भेटिनेछु। पहिलाको गरिसके हो होइन, बिचमा मात्रै केही समयलाई ठुलो पर्दाको विश्राम लिएको हो। तर त्यो दिन पनि अवश्य आउँछ। विश्राम पनि व्यस्तताको बावजुदले गर्दा आउँथ्यो होइन। जस ठिक छ, एकचोटि मुभीको कुरा पनि चलिरहेको थियो, त्यसलाई चाहिँ
क्यान्सलै गरिसक्नु भयो? त्यहाँ क्यान्सल गरेँ। योभन्दा अगाडि लाइक तपाईँको 2 महिना अगाडि पनि कुरा आएको थियो होइन। टाइमै भएन। टाइम पनि त्यही त भने अब केही कुराहरू आफूले धेरै कुराहरू सेक्रिफाइस नगरे त्यो कुरा हात हाल्नु नमिल्ने होइन। त्यो कुरा काममा हात हाल्यो भने फेरि कम्प्लिट गर्नुपर्ने होइन। त्यसलाई बिचमा प्रायः जसो म्युजिक भिडियोको एक्टरहरू चाहिँ के भन्छन् भनेपछि मुभी खेल्न पायो भने चाहिँ सकेसम्म मुभीबाट जाने, किन भन्दाखेरि मुभीबाट झन् धेरै हुन्छ, ठुलो पर्दा हो नि त मुभी भनेको। तर पैसा कमाएको हिसाबले त म्युजिक भिडियो नै ठिक छ भन्छन् फेरि, किन भन्दाखेरि ब्याङ ब्याङ पाइरहन्छ कामहरू एक दिनलाई। अब तपाईँको मुभीमा काम दियो भने 1 वर्ष प्रपरली उसैलाई टाइम दिनुपर्ने हुन्छ। प्रमोसन भन्यो होइन, प्रमोसनमा हिँड्नै पऱ्यो, अनि तपाईँको त्यो सुटिङ नै हुन्छ 40-45 दिन, त्यसमा लाग्नै पऱ्यो। एडिटिङको कुराहरू होला, बस्नुपर्ने कुरा होला, इन्टरभ्यूको कुराहरू होला, प्रमोसनको कुराहरू होला, अनि त्यसले गर्दा टाइम धेरै लाग्ने भयो। अनि के अरे मुभीबाट भन्दा चाहिँ म्युजिक भिडियोबाटै धेरै कमायो भने देखेर पनि प्रायः जान चाहिँ नखोजेर विजय कैसी पनि सायद त्यस्तै कुराहरू त होइन। त्यो पनि छ। अब त्यो कुराहरू पनि होला किन भन्दाखेरि कलाकारितामा लागिसकेपछि सबै कुराहरू ब्यालेन्स गर्नु पऱ्यो। किन भन्दाखेरि हिँड्दा डुल्दा भयो, बस्दा बोल्दा हरेक कुराहरू ब्यालेन्स गर्नु परिहाल्यो। किन भन्दाखेरि त्यसको लागि त आफू फाइनेन्सियल्ली पनि त स्ट्रङ हुनु पऱ्यो। सही होइन, सबैको लाइफमा नहोला, तर यो पनि एउटा हजुरले भनेको कुरा पनि एउटा राम्रो कुरा हो होइन। यो कुराहरू पनि हो, कसैको इस्युज हुनसक्छ होइन। तर म यस्तो स्थितिमा अझै आइहालेको चाहिँ छैन होइन। म चाहिँ अब भनौँ न कामलाई प्रायोरिटी दिइरहेको छु अहिलेसम्म, र काम र आफ्नो टाइमलाई म्यानेज गर्दै लगिरहेको छु। त्यो परिस्थिति यदि आइहाल्यो भनेपछि डेफिनेटली म गर्ने नै छु। त्यसको लागि म एकदमै मेन्टली फिजिकली प्रिपेयर भएर बसिरहेको छु। अब आयो भने चाहिँ लन्डर मुभी नै आउने एकदमै त्यो चाहिँ हो। त्यो चाहिँ स्क्रिप्ट अझै स्ट्रङहरू पहिलाको भन्दा धेरै राम्रो आउनेछ। अलिक फरक धारले चाहिँ अवश्य आउनेछ। एकदमै त्यो कुरालाई बुझ्नु होला भन्दै अब एकछिन टाइम लिन्छु भनेको थिएँ, टाइम मस्तै लिएछु दाइको चाहिँ। ठिकै छ, यस्तो व्यस्त समयको बावजुद पनि टाइम दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। शुक्रबार साँझ राति 9 बजे VNK टिभीबाट कथा परिवारको बिल्कुलै पछिल्लो समयकोलाई मध्यनजर गर्दै आएको जुन ड्रामा छ होइन, कथा परिवारको, यसलाई चाहिँ हेर्नु नभुल्नु होला। VNK टिभीमा शुक्रबार साँझ राति 9 बजे। प्लस यस्तै मिठा मिठा कुराहरू थुप्रै कलाकारहरू लिएर म गर्नेछु, थुप्रै हस्तीहरूसँग म गर्नेछु। त्यसको लागि पनि हाम्रो लक्ष्मी क्रिएसन युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेसम्म हेरेर बस्नुभयो, त्यसको लागि चाहिँ धन्यवाद हाम्रो दर्शकहरूलाई। विजयले के भन्न चाहन्छु? ठिक छ। फर्स्ट अफ अल भूपेन्द्र भाइलाई फेरि पनि मैले हृदयदेखि कृतज्ञता गर्न चाहेँ होइन, यो माहौल बनाइदिएकोमा। 2-4वटा मनका कुराहरू। लक्ष्मी क्रिएसन भनेको च्यानल टाढाको होइन, आफ्नो फ्यामिलीकै च्यानल जस्तो लाग्छ मलाई चाहिँ। किनभने व्यक्तिगत हिसाबले हामी टाढा छौँ, तर सम्बन्धको हिसाबले एकदम निकटतामा छौँ हामी होइन। तपाईँ लक्ष्मी क्रिएसनमा जानुभएछ, हेर्नुभएछ भने तपाईँले एज अ भूपेन्द्र कुलामी भाइसँग सहकार्य गरेका धेरै कामहरू देख्नुहुन्छ। त्यहाँ पनि तपाईँ एनालाइसिस गर्न सक्नुहुन्छ होइन। एज अ मैले भूपेन्द्र भाइकै काम त्यति धेरै गरेको छु भनेपछि एज अ कतिसम्म होला भन्ने त्यो तपाईँलाई थाहा नै भइहाल्छ होइन। हेर्नु होला, त्यहाँ हाम्रो धेरै कामहरू छ, त्यो कुरालाई पनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। साथसाथै आज स्पेसल हाम्रो यो कथा परिवारको जुन स्पेसल कुरालाई हामीले लिएर फोकस गरेर आज यसरी इन्टरभ्यू बसिराखेको छौँ। यो भनेको VNK टिभीबाट आइराखेको छ, युट्युब च्यानलबाट। देन सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। भर्खरै सुरुवात गरेका छौँ, बिउ रोपेका छौँ। अब भोलि कहाँसम्म जान्छ, कति दिनसम्म जान्छ, कति वर्षसम्म जान्छ भन्ने कुराहरू त्यसको भविष्य निर्धारण त हामी गर्न सक्दैनौँ। तर तपाईँहरूको प्रत्येक दिनको एभ्रिडेको तपाईँको रिभ्यू, तपाईँको लाइक तपाईँको कमेन्ट्सको माध्यमबाट हामीले त्यो कुरालाई एनालाइसिस गर्नेछौँ। परिस्थिति आयो भने कथालाई परिमार्जन गर्ने हुन्छ कि हामी चाहिँ भनौँ न क्यारेक्टरलाई परिमार्जन, त्यो पनि गर्नेछौँ। तर आज फर्स्ट भाग मात्र रिलिज भएको छ। यो फर्स्ट भागले पनि धेरै पोजिटिभ रेस्पोन्स पनि आएको छ, धेरै सुधार्ने रेस्पोन्स पनि आएको छ। हामी एउटा फरक तरिकाले काम गरौँ भनेर एउटा टिमले आँटेर यो काम गर्न लागेको होइन। सो यहाँको माया, सपोर्ट र मेन भनेको यहाँको हौसला र तपाईँको चाहिने रिभ्यू, त्यो चाहिँ हामीलाई चाहिन्छ। यो भएपछि हामी जिन्दगीमा धेरै अगाडि बढ्नेछौँ, धेरै राम्रो काम गर्नेछौँ। बिसाइड द्याट अझ हाम्रो केही समयमा हामीले फेरि पनि सहकार्य गरेर राम्रो कामहरू प्रोजेक्ट ल्याउँदैछौँ, गरिरहेछौँ। हेर्नु होला, सबैले माया गरिदिनु होला, सल्लाह सुझाव दिनु होला। ल स्पेसल लक्ष्मी क्रिएसनलाई चाहिँ सब्सक्राइब पनि गर्न नभुल्नु होला होइन, माया गरिदिनु होला है। हामी फेरि पनि आउनेछौँ। हस्, धन्यवाद सम्पूर्णलाई।